हेलो नमस्कार, मेरो नाम सुरक्षा छेत्री, आरआर ब्लक दार्जिलिङबाट हो। मेरो चाहिँ अस्ति 15 तारिकको दिन हिस्टेक्टोमी भएको थियो अनि आज चाहिँ मेरो छुट्टी हुँदैछ। यो प्यारामाउन्ट हस्पिटलमा चाहिँ म इसिएचएसको थ्रु आएको। अलिकति मलाई यहीँ आउनु मन परेर म यहाँनिर एडमिट भएको थिएँ। पहिला ओपिडीमा आएर डाक्टर तानियासँग कन्सल्ट गरेर अनि मेरो चाहिँ यो युट्रसमा फाइब्रोइड भएको थियो। यसले गर्दा मेरो पर्सनल लाइफ एकदमै डिस्टर्ब, धेरै वर्ष 2017 देखि नै मेरो लाइफ एकदमै डिस्टर्ब चलिरहेको थियो, ब्लिडिङ बेसी भएर। अनि म बेल्लोरसम्म पनि गएँ र अरू ट्रिटमेन्ट अरू ठाउँबाट पनि गरेँ। तर अब मेरो यो सर्जरी नगरी मेरो यो सल्भै भएन, ब्लिडिङै रोकिएन। त्यो भएकोले गर्दाखेरि चाहिँ मैले 15 तारिकको दिन हिस्टेक्टोमी गरेर आज चाहिँ मेरो छुट्टी भएर जाँदैछु। अनि म डाक्टर तानियालाई धन्यवाद भन्न चाहन्छु। साथसाथै यहाँको सिस्टर्स जति पनि स्टाफहरू छ सबैजनाको राम्रो बिहेभियरले गर्दाखेरि अब घरमा बसेको जस्तो फिल भयो, हस्पिटलमा छु जस्तो लागेन। घरमा भन्दा पनि एकदमै राम्रो केयर पाएँ होइन, सपोर्ट पाएँ, माया पाएँ। यसको लागि म थ्याङ्कफुल छु। थ्याङ्क यू फर एभ्रिथिङ।